हेलो साथीहरू, हजुर सन्चै हुनुहुन्छ र म पनि सन्चै छु। आज चाहिँ म फर्स्ट टाइम यो लाफिङको सिक बनाउन ट्राई गरिरहेको छु। यो चाहिँ मैदाले बनाउनुहुन्छ खास, तर मैले चाहिँ यो गहुँको पिठो ट्राई गरिरहेको छु। त्यसको लागि पहिला गहुँको पिठो राम्रोसँग आधी घन्टा रेस्टमा राख्ने। रेस्टमा राखिसकेपछि त्यसमा सफा पानी हालेर त्यो पिठोलाई मिक्स गरिसकेपछि जतिसक्दो मिक्स गरेपछि रकको त्यो पार्ट हुन्छ नि, त्यसलाई सफा पानीमा हाल्ने, त्यसलाई मिक्स गर्ने। अनि त्यो पिठो मिक्स गरेको पानीलाई छानिसकेपछि त्यसलाई ओभरनाइट नत्र 4 घन्टा जति राख्ने एक ठाउँमा। राखिसकेपछि माथिको सफा पानीलाई फ्यालिदिसकेपछि तलतिरको पानीलाई मिक्स गरिसकेपछि त्यसमा चाहिँ बेसार र नुन हालिसकेपछि एउटा प्लेटमा तेल लगाइसके त्यो ब्याटर राख्ने। अन्त एउटा भाँडामा चाहिँ माथि मोमोको भाँडा राख्ने हुन्छ, अरू केही राख्ने हुन्छ। मैले चाहिँ कराईमा राखेँ थिएँ, फेरि छेउछेउबाट त्यसको बाफ गएर फेरि बाटामा राखेँ। बाटाबाट चाहिँ छेउछेउबाट बाफ गएन नि, त्यसपछि राम्रोसँग पाक्यो। यो मैदाको बनाए नि राम्रै बन्ने रहेछ, तर मैले बनाएको गाउँको पिठो पनि राम्रै भएको थियो साथीहरू। फर्स्ट टाइम त